हेलो एभ्रिवान। आज हामी बीएससी फर्स्ट इयरको कार्टेसियन सबटेन्जेन्ट एन्ड सबनर्मल टपिकको डेरिभेसन चाहिँ एकदम इम्पोर्टेन्ट छ। यो यसको बारेमा हामी डिस्कसन गर्छौँ। अब हामीले एउटा कर्व बनायौँ। लेट सपोज दिस कर्व y इज इक्वल टु f of x। दिस इज कर्व। हामीले यो कर्व मान्यौँ हैन। सो त्यो कर्वमा कुनै एउटा पोइन्ट छ अरे pxy, यो पोइन्ट मान्यौँ र यो पोइन्टमा चाहिँ हामीले टेन्जेन्ट ड्र गऱ्यौँ। यसरी टेन्जेन्ट ड्र गऱ्यौँ र यो टेन्जेन्टले यो x एक्सिसमा चाहिँ साइ एङ्गल बनायो अरे। अब यहाँबाट चाहिँ अर्को एउटा के गयो भन्दा यो कर्वमा चाहिँ नर्मल ड्र गऱ्यौँ हामीले यसरी। यस्तो टाइपको र हामीले यहाँ चाहिँ परपेन्डिकुलर एउटा लाइन खिच्यौँ जुन परपेन्डिकुलर छ यो x एक्सिसमा चाहिँ। सो अब यसलाई नाम दियौँ भने दिस t, दिस n, दिस इज द x एक्सिस, दिस p एन्ड अब दिस यो एङ्गल भनेको साइ छ भने यो एङ्गल 90 छ, यो एङ्गल 90 माइनस साइ भने यो एङ्गल कति हुन्छ? यो एङ्गल त कति हुन्छ फेरि? यो एङ्गल पुरै एङ्गल चाहिँ 90 हुन्छ। यताको 90 माइनस साइ छ भने यो यताको एङ्गल पनि साइ हुन्छ। अब यो कर्व छ भने यो कर्वमा भएको यो टेन्जेन्ट छ नि। अब हामीलाई सब टेन्जेन्ट भनेको के हो त भन्दाखेरि यो टेन्जेन्ट छ। यो टेन्जेन्टको यो तलपट्टि यो जुन यो पोइन्टबाट चाहिँ यो तल यसरी लाइन खिचेको नि, यो लाइन खिचेर आएको छ नि, यो बिचको यो डिस्टेन्स चाहिँ हाम्रो चाहिँ के हुन्छ? यो डिस्टेन्स चाहिँ सब टेन्जेन्ट हुन्छ के। त्यस्तै गरी यो नर्मल छ हाम्रो खास भने सब नर्मल भनेको यसको तल सिधा यो जुन यो छ नि, यो बिचको डिस्टेन्स, यो बिचको डिस्टेन्स, यो यसलाई चाहिँ के भन्छ? सब नर्मल भनिन्छ। सो अब ल्याङ्ग्वेजको कुरा, अब लेट सपोज अ कर्व भनेर लेख्नु, त्यो ल्याङ्ग्वेजको कुराहरू हामीले लेख्न सक्छौँ। सो अब हामीले दिस इज द एल मान्ने मलाई। अब एङ्गल मैले पिटिएलमा हेरेँ है, एङ्गल पिटिएलमा यो ट्रायङ्गलमा हेरेँ मैले भने यसमा tan phi भनेको जुन यो एङ्गल छ नि, अब हामीलाई यो निकाल्न छ, यसको भ्यालु कति छ भनेर निकाल्न छ। सो tan phi भनेको चाहिँ अब के हुन्छ? यो तिम्रो हजुरको एङ्गल छ, दिस यो के अगाडिको के हुन्छ? p हुन्छ, यो अगाडिको p हुन्छ, दिस यो 90 छ, यो अगाडिको के हुन्छ? h हुन्छ र यो बेस हुन्छ। हामीलाई बेस चाहियो। अब यो भनेको कोअर्डिनेट, यो भनेको के छ फेरि? यो pl भनेको चाहिँ y छ के। दिस यताको x कोअर्डिनेट र यो माथिको y कोअर्डिनेट भनेपछि यो भर्टिकल लाइन के रहेछ त नि, pl भनेको चाहिँ y छ। हामीलाई यो देखा y छ हामीसित b छ भने चाहिँ के रहेछ? हामीसित p/b छ। p/b भनेको 10 हो। सो p भनेको के छ? p/l छ। b मिन्स tl। सो हामीलाई tl निकाल्न छ भने tl भनेको चाहिँ pl/10 phi साइ। सो pl भनेको यहाँ छ, यो जुन यो थाडो कोअर्डिनेट छ नि, यो कोअर्डिनेट y को कोअर्डिनेट हो। सो y/10 phi। यो 10 यो भनेको के छ? यो भनेको सब टेन्जेन्ट छ। सो y/10 phi। अब हामीलाई एउटा कुरा थाहा छ, के थाहा छ भन्दाखेरि 10 phi भनेको dy/dx हो, स्लोप अफ टेन्जेन्ट एउटा पोइन्ट pxy हो। सो यसलाई 10 phi साइलाई चाहिँ हामीले dy/dx पनि लेख्न सक्छौँ। अब dy/dx लाई हामीले y ड्यास पनि लेख्न सक्छौँ अथवा y1 लेखे पनि केही फरक पर्दैन, y ड्यास लेख्दा पनि मिल्यो। सो y/ हामीले यो त्यसको ठाउँमा के लेख्न सकियो? 10 को ठाउँमा यो लेख्न सकियो। सो y ड्यास लेख्छौँ, त्यो भयो। अब त्यस्तै नै अब हामीलाई के निकाल्न छ फेरि? सब टेन्जेन्टको त यो भयो। सब नर्मल निकाल्न छ फेरि भनेपछि यो हेर्न पर्यो, यो हेर्न पर्यो। सो
फिगरमा भए अनुसार पी के छ PLN छ। सो PLN यसमा हेर्नुभयो भने यसको सिधा के छ अगाडि यो P छ, हामीले P निकाल्न छ, यो सब नर्मल, यसको अगाडि यो H छ, हामीलाई दिएको के छ B छ, हामीलाई यसको यो ट्रायंगलमा यो भनेको यताको भाग चाहिँ B छ भनेपछि हामीलाई के रहेछ B र P दियो भनेपछि P/B छ। P/B भनेको के हो 10 साइ नै हो, 10 साइ मिन्स P/B। यहाँ चाहिँ P भनेको के छ यो ट्रायंगलको लागि P भनेको L/LN अनि B भनेको के छ PL छ। अब LN भनेको LN नै भयो, PL भनेको कति छ PL भनेको यो भर्टिकल कोअर्डिनेट मिन्स y छ। सो PL भनेको चाहिँ y टाइम्स अफ 10 साइ। सो साइलाई के भन्नु 10 साइलाई के लेख्न सकिन्छ यहाँ भनेको y ड्यास लेख्न सकिन्छ। सो दिस YLN भनेको मिन्स यो सब नर्मल नै हो है, सब नर्मल यो आयो। अब हामी यसको यो चाहिँ लेन्थ निकाल्छौं, टेन्जेन्टको लेन्थ। यो टेन्जेन्टको लेन्थ कति छ, यो नर्मलको लेन्थ कति छ, सब टेन्जेन्ट र सब नर्मल निकाल्यौं। अब यसको लेन्थ कति छ त्यो निकाल्नु पर्यो भने कन्सेप्ट त्यही नै हो सबै। अब त्यही लेन्थ अफ टेन्जेन्ट भन्यो भने अब हामीलाई के निकाल्न छ भन्दाखेरि अब यो साइ एंगल छ, यो परपेन्डिकुलर भइहाल्यो, यो तको हाइपोटेन्युस यही यस निकाल्न छ हामीलाई, खास यस निकाल्न छ। P दियो भनेपछि P/H भनेको साइन हो किन हो भने साइन साइ भनेको P/H लेख्न पाए। अब P/H भनेको P अब फ्रम द फिगर P भनेको चाहिँ PL छ, PTL को लागि है। अब H भनेको चाहिँ निकाल्न पर्ने छ जुन भनेको PT छ त्यहाँ। सो PL भनेको चाहिँ हाम्रो यो भर्टिकल कोअर्डिनेट हो के जुन यो चाहिँ PL भनेको चाहिँ यो भनेको y कोअर्डिनेट माने हामीले। सो PL भनेको चाहिँ y/PT। सो हामीलाई के निकाल्न y भनेको निकाल्न छ। अब PT इक्वल टु y/sin phi साइ। सो PT भनेको चाहिँ के हो लेन्थ अफ द टेन्जेन्ट हो है। यो भनेको चाहिँ y, अब यो माथि जाँदा कोसेक हुन्छ, कोसेक फाइ। सो y भनेको चाहिँ अब 1 10 को फर्ममा लानु पर्यो, 1 प्लस कट स्क्वायर साइ। अब कट भनेको चाहिँ हामीलाई के कटको फर्मुला के हो, अब यसलाई तल ल्यायौं भने 10 को फर्ममा लानु पर्यो, 1/10 स्क्वायर फाइ गर्न पाए। सो 1 प्लस यसलाई के लेख्न सक्छु मैले अहिले भनेको 1 प्लस y ड्यास को स्क्वायर लेख्न सक्दिनँ। सो दिस इज द लेन्थ अफ टेन्जेन्ट PT है, यो आयो। अब फेरि अब यो निकाल्न पर्यो हामीलाई लेन्थ अफ नर्मल। सो कन्सेप्ट त्यही नै हो। अब फेरि जाम PLN मा, PLN ट्रायंगलमा चाहिँ अब हामीलाई के छ के निकाल्न पर्ने छ हेरौँ। हामीलाई यो निकाल्न पर्ने छ H, हामीलाई B दियो भनेपछि B र H हामीसित छ। सो B/H भनेको के हो cos phi हो, cos साइ भनेको B/H। अब B को भ्यालु के छ फेरि हेर नि त, B को भनेको चाहिँ PL/PN। सो PL/PN
अब पिएल भनेको त वाई कोअर्डिनेट हो, सो पिएन हामीले निकाल्न पर्ने छ। सो पिएन भनेको चाहिँ वाई बाई कस साई। सो वाई बाई कस भनेको चाहिँ माथि जाँदा सेक साई। सो पिएन भनेको चाहिँ वाई बाई अन्डर रुट 1 प्लस 10 स्क्वायर साई। अब 1 प्लस 10 स्क्वायर भनेको यो के हुन्छ वाई ड्यास को स्क्वायर लेख्न पाएँ। सो पिएन भनेको लेन्थ अफ नर्मल भनेको चाहिँ वाई अन्डर रुट 1 प्लस वाई 1 ड्यास, यो भनेको चाहिँ यसको आउने भयो लेन्थ अफ नर्मल। So thank you everyone, this was for today.